साथीहरू, म अहिले हेटौँडाको मनहरी 3 भन्ने ठाउँमा छु। यो ठाउँमा अहिले कार्तिकीय झरी भइरहेछ। एकदम मन्द तरिकाको झरी भइरहेको छ। आज साइडमा पनि काम हुन सक्ने अवस्था छैन। वातावरण एकदम शान्त छ। यो यसै पनि मान्छेको चहलपहल एकदम न्यून भएको एरिया हो। बस्तीहरू छ टाढा टाढा गुजमुज्ज ठाउँमा गुजमुज्ज तरिकाको बस्तीहरू भए तापनि मान्छेहरूको चहलपहल खासै धेरै छैन। यो दिउँसो पनि गर्मीको कारणले गर्दा यो शान्त नै रहने ठाउँ हो भने आज झरीको कारणले गर्दा झनै शान्त देखिएको छ। कहीँ कतै मान्छे देख्न सकिँदैन। फाटाफुट्टा कोही निस्किने बाहेक त्यस्तो मान्छे निस्किएको देखिएको छैन। यो पटक पनि मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने सम्भावना छ, धान नकाट्नु होला भनेर चाहिँ सूचना जारी गरेको भए तापनि यहाँ किसानहरूले धान काटेर खलामै सुकाइरहेको छ है। यो खलामा सुकाइरहेको धान सुक्नुभन्दा पनि भिज्ने बेसी भइरहेछ। परसम्म पनि खेतमा धान सुकाइरहेको देख्न सकिन्छ। पनि यहाँ कतै धान काटिएको छैन, धान बोटमै छ। यो बोटमै भएको धानलाई त खासै असर नगर्ला। यो मेनली कृषि पकेट क्षेत्र जस्तै हो। यहाँ अधिकांश खेतमा चाहिँ धानभन्दा बेसी चाहिँ तरकारी खेती हुन्छ। तर अहिले वर्षाको कारणले गर्दाखेरि मान्छे कोही निस्किएको अवस्था छैन। अब दिउँसो कतिको वर्षा हुन्छ त्यसको अपडेट गर्दै गरौँला। अहिले चाहिँ सिमसिम तरिकाको तर एकदमै बाक्लो पानी परिरहेको छ। मैले चाहिँ यहाँहरूलाई जानकारीको लागि भनेर पानीमै पनि भिडियो छायाङ्कन गरिरहेको छु। अब म पनि भाग्छु।